यो सोभियु निर्वाचन जुन हुँदैछ, स्वतन्त्र विद्यार्थी युनियन, जुन तरिकाले यो अगाडि बढेको छ, यो त कम्प्लिटली है यो महेन्द्र मोरङबाट सुरु भयो। त्यहाँ खुखरी बन्चरो हानाहान भयो। त्यसपछि यो विराटनगर खै बहुमुखी क्याम्पसमा निर्वाचन अधिकृतलाई कोठामा राखेर ताला लगाइदिएर बाहिरबाट आगो लगाइदियो। त्यस्तै विभिन्न ठाउँमा एकदम हिंसात्मक घटना भयो र आज काठमाडौँमा, देशको राजधानीमा पाटन क्याम्पस अगाडि यस्तो कुटपिट भयो। यस्तो तालले यो दलहरूले विद्यार्थीहरूलाई आफ्नो गोटाको रूपमा मात्र प्रयोग गर्ने है। कुनै गुटलाई सभापति बन्नु छ, कुनै गुटलाई महामन्त्री बन्नु छ, कुनै गुटलाई अध्यक्ष बन्नु छ, कुनै गुटलाई महासचिव बन्नु छ। यस्तो तालले विद्यार्थीहरूलाई यस्तो नमज्जासँग प्रयोग गरेका छन्। यो जुन सिडी बनाया छ विद्यार्थीहरूलाई, उनीहरूको यो अहिलेका राजनीतिक कर्मीहरूको आफ्नो राजनीतिक करियर माथि बढाउने जुन तरिकाले विद्यार्थीहरूलाई दुरुपयोग गरेका छन्, यो एकदम खेदजनक छ। त्यसपछि दोस्रो, शान्ति सुरक्षा कायम गर्नुपर्ने गृहमन्त्री, यो सहकुलपति शिक्षा मन्त्री र कुलपति प्रधानमन्त्रीज्यू केही मतलब छैन। आज यस्तो महेन्द्र मोरङदेखि सुरु भएको यो हिंसाको घटना अहिलेसम्म आजसम्म छ, तर कसैलाई न यो भिजेको छ, कसैलाई मतलब छैन। बाल पाराले आफ्नो भातृ संगठनहरूलाई एकअर्कामा भिडाइरहेछन्, आफ्नै भातृ संगठनहरूको गुट उपगुट चलाइरहेछन्। यो जुन दलीयकरणले हाम्रो शिक्षा क्षेत्र ध्वस्त पारेको छ। हेर्नुस्, म विदेशमा गएर पढेँ, अहिले नेपाल फर्केर अहिले मेरा साथीहरू हैन आफ्नो बच्चा बच्चीको लागि 40 वर्षको उमेरमा विदेशिएका छन्। अहिले पनि लेभलको यो दलहरूले दुरुपयोग गर्छ भन्ने भानै भएको छैन जस्तो छ। सदनमा चाहिँ नि ओहो गजबको आदर्शको कुरा गर्ने है, घृणा नफैलाऊ यो त्यो भनेर